हुन्छ अब हामी दशंश अनि भेटीको निम्ति अनि वचनको निम्ति हामी प्रार्थना गर्नेछौँ। अनि त्यो दशंश भेटीको लागि प्रार्थनाको निम्ति म रेणुकालाई दिन्छु, रेणुकाले प्रार्थना गरिदिनेछौँ दशंश भेटी अनि वचनको निम्ति। सबैलाई जय मसीह। आउनुहोस् हामी वचन अनि भेटीको निम्ति हामी प्रार्थना गर्नेछौँ। स्वर्गीय पिता तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछौँ आराधनाद्वारा। प्रभु हामी साँच्चै नै यो समय प्रभु यसरी मुठीहरू खोलिकन फेरि पनि तपाईँको वेदीमा तपाईँको ढिकोमा हामीले ल्याएका छौँ। प्रभु तपाईँ परमेश्वरलाई धन्यवाद भएको होस्। तपाईँ परमेश्वरले काम परिश्रममा आशीर्वाद दिनुभएको निम्ति प्रभु तपाईँ परमेश्वरले प्रभु कामहरू जान आउन प्रभु तपाईँले सहायता गर्नुभयो। हाम्रो इन्टायर मण्डलीलाई प्रभु धन्यवाद छ। प्रभु उहाँले काम परिश्रमबाट ल्याएको हो प्रभु कमाएको साँच्चै नै मुठीहरू खोल्नु भएको छ। प्रभु धन्यवाद तपाईँ परमेश्वरले उहाँहरूलाई मुठीहरू खोल्नका लागि आफ्नो हृदयमा तपाईँ परमेश्वर बोल्नुभयो। धन्यवाद येशू। हो तपाईँ परमेश्वरलाई धन्यवाद भएका होस्। पवित्र आत्मा तपाईँ परमप्रभुलाई हामी धन्यवाद चढाउँदछौँ। हो यो समय प्रभु तपाईँको जीवित वचनलाई हामी सुन्नलाई गइरहेका छौँ। पवित्र आत्मा तपाईँ हाम्रो साथमा रहिदिनु भएको होस्। साँच्चै नै तपाईँ परमेश्वरको छोराले प्रभु तपाईँको जीवित वचनलाई बोल्दै हुनुहुन्छ। उहाँको साथमा रहनुहोस् प्रभु। तपाईँ परमेश्वर उहाँलाई प्रभु गहिरो दुःखका कुराहरू उधार खोल्नका लागि तपाईँ पवित्र आत्माको शक्तिमा अनि भरपुरीमा प्रभु सहायता गर्नुभएको छ। किन हामी प्रार्थना गर्छौँ उहाँ बोल्नुहुन्छ प्रभु हामी त्यो साँच्चै नै सुन्न सकौँ। अनि प्रभु वचनले के भन्दैछ प्रभु आफ्नो हृदयमा प्रभु लिकन हामी त्यो वचनलाई हामी ग्रहण गर्न सकौँ। प्रभु यो वचन आज हाम्रो मण्डलीमा चाहिएको वचन प्रभु तपाईँको दासबाट बोल्दै हुनुहुन्छ। प्रभु हामी त्यो विश्वास गर्छौँ तपाईँ परमेश्वरले असल र भय नै गर्नुहुनेछ। प्रभु त्यो वचनद्वारा तपाईँ परमेश्वरले 100 साँच्चै नै गुणा आशिष दिनुहुनेछ भनिकन प्रभु असल भूमिमा प्रभु त्यो वचन साँच्चै नै जानेछ। प्रभु ओ तपाईँ परमेश्वरलाई धन्यवाद। त्यो वचन अनुसार प्रभु हामी जिउन सकौँ। साँच्चै नै प्रभु हाम्रो इन्टायर मण्डली तपाईँ परमेश्वरको हातमा हामी समर्पण गर्छौँ। जति पनि वचनको समय आउनेभरिसम्म तपाईँले प्रभु आज हामी एक एकलाई सहायता गर्नुहोस्। पवित्र आत्मा परमेश्वर तपाईँको शक्ति हामी परमेश्वर तपाईँको भरपुरी हामी एक एकमा दिनु भएको छ किन हामी प्रार्थना गर्दछौँ। वचनको समयमा प्रभु असलसँगले इमानदार भइकन त्यो वचनलाई हामी सुन्न सकौँ। धन्यवाद पवित्र परमेश्वर। सबैको तपाईँ परमेश्वरको हातमा दिइहाले प्रार्थना जान्न चाहन्छु येशू ख्रीष्टको उच्चारण पवित्र नाममा आमेन। जय मसीह। हुन्छ धन्यवाद। अब हामी ढिला नगरिकन हामी जीवित वचनलाई सुन्नेछौँ। वचनको अवधिभरि हामी यताउता गर्ने छैनौँ, हो हल्ला गर्ने छैनौँ। हामी असल तरिकाले परमेश्वर हुनुहुन्छ। हामीसँग सही जर्जियाबाट आउनुभएको, टेक्सासबाट पनि आउनुभएको थियो। त्यो म चाहिँ कन्फ्युज भएँ, धेरैले ग्रेजुएसन गर्नुभएको थियो होइन। अनि ठिकै छ, हामी हिजोको ग्रेजुएसनमा चाहे हामीले अब तपाईँहरूसँग हुन सकेनौँ। अनि त्यसमा हामी सरी भन्न चाहन्छौँ। धेरैको जाने इच्छा थियो अनि हामी हिजो कुरा पनि गरिरहेका थियौँ फिनेरल हलमा हामी यसरी जान सकेनौँ भनेर। अनि 3 जना पास्टरहरू हुनुहुन्थ्यो होला, उहाँहरूको ग्रेजुएसन रहेछ, हामी जान सकेनौँ। त्यसमा हामी सरी भन्छौँ र सम्पूर्ण मण्डली लगायत म स्वयं तपाईँलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। परमेश्वरको राज्यमा तपाईँले महान काम गर्नुभएको होस्। प्रभुले यति अवसरहरू जुलाउनुहुन्छ पक्कै पनि है। अनि यसरी प्रभुले चलाउनुहुन्छ। प्रभुलाई धन्यवाद भएको होस्। आउनुहोस् ठुलो ताली बजाएर हामी पास्टर बाबा हामी स्वागत गर्नेछौँ वचनको निम्ति।
येशूको नाममा जय मसीह। God is great all the time. हुन्छ यो मेरो बन्दैछ। मलाई यसो समाएर बोल्नु गाह्रो हुन्छ मलाई कतै किताब सार्नु पर्ने गर्दाखेरि तपाईँ सुन्नुहुन्छ एकदमै केही छैन। बोल्ने प्रयास गर्दैछु। प्रायः जस्तो सानो छ अहिले सुन्नमा गाह्रो हुनसक्छ। हामी झमेला गर्ने छैनौँ, हामी सजिलोसँगले काम गर्नेछौँ। सकेसम्म प्रयास गर्छु म होइन। र स्पेसली म हाम्रो महान परमेश्वरलाई एकदम धन्यवाद दिन चाहन्छु, कारण उहाँले मलाई बताउनुभयो ठिक समयमा उहाँले पाउने मौका पाएँ र मैले आज उहाँले मलाई चुनेको कारणले गर्दाखेरि तपाईँहरूको माझमा तपाईँहरूलाई मेरो दाजुभाइ दिदीबहिनी बाबुआमा भनेर पुकार्ने एउटै सन्तान हुने उहाँले हामीलाई मौका दिनुभयो। धन्यवाद परमेश्वरलाई। र विशेष गरी मलाई यहाँनिर हाम्रो पास्टर बाबुले एल्डर बाबुहरूले विश्वास गरेर भर परेर तपाईँहरूको फुलपिट दिनुभयो। एकदम विश्वास गर्नुभएकोलाई धन्यवाद दिन चाहन्छु। र आज फेरि यस मण्डली अगापे लोइगल नेपाली अगापे चर्च या अगापे परिष्कार चर्च पनि भन्न सकिन्छ, किनभने उहाँ परिष्कारमा एफिलिएट हुनुहुन्छ। खुसी लाग्यो। स्पेसली यो हल देख्दाखेरि सबै देख्दाखेरि एकदमै खुसी लाग्यो। एकदमै ब्युटिफुल, मोर देन $1 million को प्रपर्टी तपाईँले पाउनु भएको रहेछ। यो सबै हामीले किनेर सक्ने खालको सम्पत्ति थिएन। तर परमेश्वर तपाईँलाई एकदमै राम्रो भवन प्रबन्ध गर्नुभएको छ, त खुसी लाग्यो। हालेलुया। परमेश्वरलाई धन्यवाद होस् यो विशेष प्रपर्टीको लागि। र यस मण्डलीमा धेरै मान्छेहरू परमेश्वरको जनहरू बढ्दै जाउन् है, हुर्किँदै जाउन् भन्ने कामना गर्न चाहन्छु र प्रार्थना पनि गर्न चाहन्छु। र विशेष हाम्रो पास्टरज्यूले यहाँनिर धेरै परिश्रम गर्नु भएको छ र उहाँ सँगसँगै तपाईँ पास्टर यहाँ हुनुहुन्छ, अल्डरबाबुहरू हुनुहुन्छ। तपाईँसँगै मिलेर यो परमेश्वरको मण्डलीलाई है द चर्च अफ क्राइस्टलाई तपाईँले अघि बढाउँदै हुनुहुन्छ। एकदम खुसी लाग्यो मलाई। हालेलुया। र मसँग मेरो श्रीमती, मेरो छोरा बुहारी, छोरी सबै आएका छन्। र एकपल्ट उठिदिनु न तपाईँ देखिरहेको मेरो छोरी बुहारी कान्छी छोरो हाम्रो कान्छी छोरो हुनुहुन्छ। अब छेउमा कान्छी छोरो हाम्रो उहाँ त उठ्नु भएन, किनभने उहाँको आदि परिवार यता हुनुहुन्छ, त्यसले गर्दाखेरि उहाँ बाँडिनु भयो। थ्याङ्क यू भेरी मच। हुन्छ। अब म सिधै परमेश्वरको वचनमा जानेछु र म तपाईँको बिचमा पहिलो कोरिन्थीको पुस्तकबाट पावलले लेखेको पुस्तकबाट हामीहरू आज केही कुरो सिक्ने प्रयास गर्दैछौँ। म आफै पनि सिक्नेछु र प्रभुलाई धन्यवाद भएको होस्। हवस्, हामी खोल्नेछौँ र हामी सिधै पाठ गर्नेछौँ। लामो छ तर छोटो बोल्ने प्रयास गर्छु। आज म तपाईँको माझमा 1 अध्यायको 1 देखि लिएर डल्लै किताब पढ्छु। भएन भने साह्रो पर्छ हामीलाई, तर 1 देखि लिएर हामी 17 पदसम्म पढेर प्रार्थना छोडेर हामीलाई आज सबै विश्लेषण गर्नेछौँ। परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल हाम्रो भाइ सोस्थिनेसबाट कोरिन्थीमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रिस्ट येशूमा पवित्र भएको छ र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुनलाई बोलाउनु भएको सबैलाई जुनहरूले प्रभु येशू ख्रिस्टका नामको पुकार गर्दछन्, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ। परमेश्वर हाम्रो पिता र प्रभु येशू ख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति धन्यवाद ज्ञापन। ख्रिस्ट येशूमा तिमीहरूलाई दिएका परमेश्वरको अनुग्रहको कारण तिनीहरूका निम्ति म परमेश्वरमा सधैँ धन्यवाद चढाउँछु, किनकि हर प्रकारले अर्थात् सबै बोली र सबै ज्ञानमा तिमीहरू ठाउँमा धनी भएका छौ, किनकि ख्रिस्टको विषयमा
हाम्रो गवाई तिमीहरूमा सुदृढ भएको छ ताकि तिमीहरूले हाम्रो प्रभु येशू ख्रीष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्मिक वरदानको अभाव छैन। हाम्रो प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरूलाई दोष रहित राख्न उहाँले तिमीहरूलाई अन्तसम्म सुदृढ राख्नुहुनेछ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसद्वारा उहाँका पुत्र हाम्रो प्रभु श्री ख्रीष्टको सङ्गतिमा तिमीहरू बोलाइयो। मण्डलीमा मतभेद भयो। हाम्रो प्रभु श्री ख्रीष्टको नाममा तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरू सबै एउटा अर्कासँग सहमत हौ र तिमीहरूको माझमा केही फुट नहोस्, तर तिमीहरू एकै मन र एउटै विचारको हौ। किनकि मेरो भाइ हो तिमीहरूमा झगडा छ भन्ने कुरा कलियुगका परिवारहरूले मलाई खबर दिएका छन्। मेरो भन्ने तात्पर्य यही हो, तिमीहरू कसैले म अपोलोसको, कसैले म पौलसको, कसैले म केफासको र कसैले म ख्रीष्टको हुँ भन्छौ। अरे के ख्रीष्ट बाँड्नु भएको छ र? के पावल तिमीहरूको निम्ति क्रुसमा टाँगिनु भयो र? अथवा के पावलको नाममा तिमीहरू बप्तिस्मा भयो र? म परमेश्वरलाई धन्यवाद दिन्छु कि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्तिस्मा दिएको छैन। यसकारण मेरो नाममा बप्तिस्मा भयो भने तिमीहरू कसैले भन्न पाउने छैनौ। हो, मैले स्टेफनसको परिवारलाई पनि बप्तिस्मा दिए। यस उपरान्त मैले अरू कसैलाई बप्तिस्मा दिए कि दिएन त्यो मलाई थाहा छैन। किनभने बप्तिस्मा दिनु होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्टले मलाई पठाउनु भएको हो। संसारिक बुद्धिको कुरामा होइन, नत्र त ख्रीष्टको क्रुस शक्तिहीन हुनेछ। आमेन। परमेश्वरले आजको वचन प्रश्न हामीलाई आज हिँड्दैका हुन्। हामीलाई थाहा छ यो कोरिन्थीको पुस्तक चाहिँ कोरिन्थीको मण्डलीलाई पावलले लेखेको पत्र भनेर हामीलाई थाहा छ। यसलाई अलिकति हामी हेरविचार गर्छौँ किन चाहिँ पावलले कोरिन्थीको मण्डलीले यो पत्र लेखे भन्ने बारेमा अलिकति हामी हेर्नेछौँ। यो कोरिन्थीको मण्डलीले हामीले राम्ररी हेऱ्यो भनेदेखिलाई यहाँनिर उनीहरूमा आत्मिक वरदानको कुनै पनि घटिकवि थिएन होइन। त्यसको लागि पावल धन्यवाद दिँदछन्, धन्यवाद दिने कामहरू गर्दछन् होइन। तर पनि यहाँ थुप्रै कुरोहरूको चाहिँ के चाहिँ गडबडी चाहिँ मण्डलीमा थियो र विशेष पावलले त्यो मण्डलीलाई आवत यस्तो हुनु हुँदैन है त, यो परमेश्वरको मण्डली हो र तिमीले सुदृढ हुनुपर्छ भनिकन के गर्छ पावलले कोरिन्थीको मण्डलीलाई यहाँनिर जोड दिएको छ। हामीले यसले हेऱ्यो भनेदेखिलाई सुरुमा 1 अध्यायको 1 देखि लिएर हेर्दै गयो भनेदेखिलाई त्यहाँ तिमीहरूमा भएको ख्रीष्टको अनुग्रहको लागि धन्यवाद ज्ञापन र तिनीहरूलाई कुनै आत्मिक वरदानको खाँचो छैन भनेर भन्छ। र पावलले जब पत्र लेख्दाखेरि चाहिँ धन्यवाद दिएर परमेश्वर धन्यवाद दिएर अभिवादन दिएर चाहिँ लेख्ने गर्दछन्। जसरी म अगाडि आउँदाखेरि तपाईँलाई अभिवादन गरेँ, यीशुको नाममा जय मसीह गरेँ होइन। र पावलले पनि पत्र लेख्दाखेरि अभिवादन गरेर चाहिँ पत्र लेख्दै थिए। र किन पत्र धन्यवाद ज्ञापन गर्छ भनेदेखिलाई ख्रीष्ट यीशुको अनुग्रहको लागि धन्यवाद पावलले दिँदछ र भन्नुहुन्छ तिमीहरू कुनै पनि कुरोको आत्मिक कुरोको खाँचो छैन भन्नुहुन्छ भनेदेखिलाई अर्को खण्डमा यहाँ छ समस्याहरू प्रतिवेदनको रूपमा सम्बन्ध भन्दा त्यहाँ थुप्रै समस्याहरू थियो र एकजना व्यक्तिले चाहिँ खबर पठाउँछ, प्रतिवेदन पठाउँछ कि हाम्रो मण्डलीमा चाहिँ के छ, ठुलो गडबडी भइराखेको छ। के गडबडी छ, त्यहाँको अवस्था कस्तो थियो, कारण के हो त भनेर भन्दै गर्दाखेरि चाहिँ आत्मिक अपरिपक्वताको कारणले गर्दाखेरि के छ, मानिसलाई चाहिँ पछ्याइराखेको थिए। कसैले अपोलोसको, कसैले केफासको है, कसैले केलियोको भनेर चाहिँ उनीहरूमा के थियो, आत्मिक अपरिपक्वताले गर्दाखेरि चाहिँ त्यो कुरोहरू चाहिँ भइराखेको थियो। परमेश्वरलाई भन्दा पनि मान्छेलाई के थियो, पछ्याइराखेका थिए। त्यो किन त्यस्तो भयो भन्दाखेरि चाहिँ त्यो सुसमाचारको गलत बुझाइले गर्दाखेरि त्यो कुरोमा उनीहरू चाहिँ लागिराखेका थिए। अनि त्यहाँदेखि अर्को कुरो चाहिँ आत्मिक कुराहरूलाई छुट्याउनु नसक्नु पनि के थियो, र समस्या थियो। यहाँनिर पावलले भन्छ तिमीहरूलाई कुनै कुरोको आत्मिक कुरोमा तिमीहरू के छौ, परिपक्व छौ।
है तिमीहरूमा आत्मिक कुरो के छ यहाँ 7 मा ताकि तिमीहरूले हाम्रा प्रभु यीशु ख्रीष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्मिक वरदानको अभाव छैन। मिन्स कोरिन्थीको मण्डली यति सारा चाहिँ आत्मिकतामा आत्मिक वरदानमा भरपूर थियो। तर एउटा कुरो के थियो भनेदेखिलाई परमेश्वरको सुसमाचारको बुझाइको कमीले गर्दाखेरि के थियो आत्मिक वरदानहरूलाई चाहिँ दुरुपयोग राखेको थियो हैन। यहाँ हामी देख्न सक्छौँ उनीहरू के थियो सुसमाचारको बुझाइले गर्दाखेरि आत्मिक कुराहरूमा पनि के थियो आत्मिक कुरा छुट्याउनु सकिराखेको थिएन। कुन पवित्र आत्माबाट आएको हो, कुन मान्छेबाट आएको हो, प्रकाश भनेको के हो हैन, यी सबै कुरा चाहिँ नबुझेर आत्मिकता त थियो, आत्माको वरदान थियो तर त्यसलाई सही ढङ्गले प्रयोग नगरेको समस्यामा त्यहाँनिर चाहिँ मण्डलीमा हामी देख्न सक्छौँ। र त्यो हुनुको कुरो के थियो भनेदेखिलाई आत्मिक कुराहरूलाई छुट्याउन नसक्नुको नतिजा के थियो आत्मिक वृद्धि भइराखेको थिएन। अनि त्यसमा आत्मिक वृद्धि नहुनु परमेश्वरको आज्ञा पालन नगर्नु भने चाहिँ के हो हामीले पाउनुपर्ने इनाम गुमाउनु परिराखेको थियो त्यो मण्डलीमा है त। र ख्रिस्टलाई र उहाँको मार्ग पछ्याउनु र अरू समस्याहरू अनैतिक व्यभिचार मण्डली अनुशासन न्यायालयमा मुद्दाहरूले भनेको चाहिँ त्यहाँनिर यस्तो छाडा मान्छे पनि थियो होइन। आफ्नै कान्छी आमालाई पनि श्रीमती बनाएको, व्यभिचार गरेको, मूर्ति पूजा गरेको, विभिन्न किसिमको समस्याले भरेको त्यो मण्डली भइराखेको अवस्था थियो। अनैतिकता, इमोरालिटी, अडल्ट्री मण्डलीमा अनुशासन थिएन। अनि यहाँनिर के छ भनेदेखिलाई कुनै पनि झगडा मण्डलीमा भयो भनेदेखिलाई उनीहरूले मण्डलीको अगुवाहरू त्यहाँका बुद्धिजीवी मान्छेसँग आत्मिक मान्छेसँग सल्लाह नगरिकन उनीहरूले के गर्थे अन्य जाति कहाँ चाहिँ गएर मामलाहरू मिलाउने काम गर्दथे। तर पावलले के भन्छ यो सर्व कुरो हामी त आफ्नै मण्डलीमा आफ्नै ठाउँमा मिलाउनु पर्ने थियो, तिम्रो न्यायालयमा गराउनु पर्ने थिएन, आफ्नो भाइलाई आफ्नो पहिला त्यो क्षमा गर्नु पर्थ्यो भनेर यो कुरो के गर्छ पावलले कोरिन्थी मण्डलीलाई भन्दछ। त्यहाँ विवाहको छोडपत्र विवाह गर्नु हुन्छ हुँदैन, विवाहको समस्या त्यहाँ थियो, वाद विवादको विषय भइराखेको थियो होइन। त्यहाँनिर अब आराधना कसरी गर्ने होइन, प्रभुभोज के हो, आत्मिक वर्धन के हो, ख्रिस्टको देह के हो, यो विभिन्न समस्यालाई चाहिँ के थियो जक्रिराखेको एउटा मण्डली थियो। त्यो मण्डलीमा धेरै दान वर्धन भए तापनि अन्य भाषा बोले तापनि अगमबानी बोले तापनि उनीहरूले परमेश्वरको वचनलाई सुसमाचारलाई सही ढङ्गले नबुझेको कारणले गर्दाखेरि के थियो ठुलो समस्या भइराखेको थियो। र अन्तमा समाप्तिमा चाहिँ के हुन्छ भने चेतावनी दिँदछ पावलले होसियारी बस्छ, विश्वासमा बलियो हो, एकअर्कालाई प्रेम गर भनेर अन्तिममा के छ तिनीहरूलाई परमेश्वरले आशिष दिनु भनेर यो पहिलो कोरिन्थीको पुस्तकलाई चाहिँ अन्त गर्दछ। र विशेष गरी यो पावलले के यो पत्र लेख्दैछ भनेर चाहिँ त्यहाँको मण्डलीमा त्यो समस्या चाहिँ समाधान होस् र परमेश्वरको महिमाका लागि त्यो मण्डली बढेर जाओस् भनेर पावलले टाढाबाट के गर्छ पत्रमा लेख्दैछ। पहिलो कोरिन्थी मण्डली धेरै मानिसले अभ्यास गर्ने समस्याहरू र विभिन्न मुद्दाहरू र किसिम किसिमका सिद्धान्तहरूलाई चित्रणको रूपमा सङ्केत गरेको हामी पाउँछौँ। र यो विषयलाई अब सुधार्नको लागि चाहिँ के गर्छ पावलले यो पत्रमा लेखेर पठाउँदछ। हामीले एकदेखि आशा हेऱ्यौँ भनेदेखि यहाँनिर आत्मिक वरदानको बारेमा हेऱ्यौँ के थियो त्यहाँ समस्या थियो। अब यो यसलाई पढ्दै गर्दाखेरि यो सुन्दै गर्दाखेरि हामीले आज हामीले के लिन सक्छौँ भन्दाखेरि आज हाम्रो मण्डलीहरूमा पनि के छ थुप्रै अन्य भाषा बोल्ने दान बदनले भरिएका हामीहरू सबैजना छौँ होइन, अन्य भाषा बोल्छौँ, दान बदन थुप्रै छ, तर हामीले त्यो दान वरदानलाई सही ढङ्गले प्रयोग गरेर भनेदेखिलाई सही ढङ्गले प्रयोग गरौँ भनेर चाहिँ नगरौँ भने चाहिँ के हो हामीले सुसमाचारलाई बाइबल धर्मशास्त्रलाई राम्ररी नबुझ्नु पर्ने हो। त्यो नबुझ्दाखेरि हामीले के गर्छ हाम्रो आत्मिक वर्धन दान वर्धनलाई हामीले दुरुपयोग गरी हामी पठाउँछौँ। र यो समस्या के थियो इभन त्यो मण्डलीमा पनि थियो। र यदि परमेश्वरको इच्छाद्वारा ख्रिस्ट यीशुको प्रेरित हुनलाई बोलाइएका पावल हाम्रो भाइ संस्थाबाट है त। यदि विशेष म तपाईँलाई
अपोस्टलको बारेमा अलिकति कुरो तपाईँलाई भन्न चाहन्छु। यहाँनिर हामी के देख्छौँ भनेदेखिलाई प्रेरित एक अध्यायको 21देखि 26 हामी हेर्दैछौँ। यहाँनिर हामी प्रेरित भन्ने कुरो के हो भनेर हामीले हेर्दैछौँ है त। अपोस्टलहरूको बारेमा हेर्दैछौँ। यहाँ यसले लेखेको छ The book of Acts chapter 1 verse 21 through 26 हामी पढ्नेछौँ। यस कारण हाम्रो साथमा रहने मानिसहरूमध्ये यस्तो एकजना छान्नु आवश्यक छ जुन व्यक्ति प्रभु येशू हाम्रो बिचमा रही भित्र बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो, अर्थात् यस्तो व्यक्ति जो यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनु भएको दिनसम्म हामीसँग थियो। त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ। तिनीहरूले दुईजना अर्थात् बर्नबास भन्ने येशू र जसको कुल नाउँ विश्वास थियो र मत्तियासको नाउँ प्रस्ताव गरे। तिनीहरूले यसरी प्रार्थना गरे, सबै मानिसका हृदयको कुरा जान्नुहुने प्रभु, यी दुईमध्ये तपाईँले कसलाई चुन्नुभएको छ सो हामीलाई देखाउनुहोस् र त्यो यस सेवा र प्रेरितका काममा प्रवेश गर्न सकोस् जुन सेवाबाट यहुदा भड्केर आफ्नो निज ठाउँमा मर्यो। अनि तिनीहरूले ती दुईका बिचमा गोला हाले र मत्तियासको नाउँमा पर्यो र 11 प्रेरितहरूसँग तिनको गणना भयो। यो प्रेरितको बुझाइ अलिकति हामीलाई यो अलिकति बुझ्नु पर्ने हुन्छ। हामीले प्रेरित चाहिँ कतालाई प्रेरित भन्छ भन्दाखेरि जो चाहिँ यीशुलाईको समय देखेका पुरुषलाई देखेका हेरेका व्यक्तिहरूलाई चाहिँ प्रेरितको रूपमा चाहिँ नियुक्त गरिन्थ्यो। र यहाँनिर एकजना चेला यहाँनिर चाहिँ घटना घट्दछ, ऊ मर्दछ र 12जना चेला मध्येमा त्यो थप्नुको लागि के गर्छ, खोजी गर्दाखेरि त्यहाँनिर मत्तियासमा चाहिँ त्यो गोला पर्दछ। र यो प्रेरित मतलब प्रेरितको बारे परमेश्वरको इच्छाद्वारा ख्रीष्ट यीशुको प्रेरित हुनलाई के छ, बल्लाएका पावलले चाहिँ यो पत्र लेखेका थिए। र यदि हामी मैले यो प्रेरित भएकोमा मैले यो के भन्छ विश्वास गरेको भने, तर प्रेरित जो प्रेरित थियो उनीहरू चाहिँ परमेश्वर ख्रीष्ट यीशुसँग हिँड्नु गरेका देखेका उहाँको पुरुषलाई देखेका छुएका कुरो हुनुपर्छ भनेर चाहिँ के गर्छ यसरी चाहिँ प्रेरित हुनुको लागि चाहिँ त्यस्तो मान्छे हुनुपर्छ भनेर यहाँनिर कुरा गर्दछ। र यो प्रेरित पावरको जुन हामीले हेरेका छौँ हामीहरूले होइन, हामीले प्रेरित नभएदेखिलाई कुनै एक दिन घोडामा चढेर विश्वासीहरूलाई सताउन जाँदै गर्दाखेरि परमेश्वर ख्रीष्ट यीशु आफै बोलेर परिवर्तन भएर पछिबाट एकदमै शक्तिशाली प्रभावशाली ढङ्गमा उहाँको एउटा प्रेरित भएर चाहिँ काम गर्दछ। लगभग 13वटा पत्रहरू पनि बाइबल आदिकांश बाइबलले पनि लेखेका थिए। यो चाहिँ के थियो, परमेश्वरको आफ्नो योजना थियो ऊ प्रेरित हुनुमा, परमेश्वरले आफैले गर्नुभएको थियो र परमेश्वरको इच्छाद्वारा परमेश्वरले उहाँलाई दिनुभयो, प्रेरितको रूपमा उहाँलाई चाहिँ छान्नुभएको थियो। र विशेष गरी हामीले यहाँनिर खास गरी हामी 4टा मुख्य कुरो हामी हेर्न सक्छौँ यहाँनिर यो खण्डबाट, यो पढ्दै गरेकोबाट। मानिसहरूले ख्रीष्टको सट्टामा अरू मानिसहरूले पछ्याइरहेका थिए है त। यहाँनिर कसैले अपोलोस, कसैले केफासको भनेर पछ्याइराखेको थिए। यो विशेष आज म यसलाई कसरी वर्णन गर्न चाहन्छु भनेदेखिलाई, आज हाम्रो मण्डलीमा अनेकता होइन, एकता चाहेको छ र आमेन। यहाँनिर यो मण्डलीमा अनेकता थियो, युनिटी थिएन। कोरिन्थको मण्डली त थियो, तर त्यहाँ के थियो, धेरै अनेकताहरू थियो, धेरै किसिमका मानिसहरू बसोबास गर्थे। कसैले अपोलोसको, कसैले पावलको भनेर भनेका छन्। अनि त्यहाँनिर यो हुनुको कारण पनि के थियो, उनीहरूकोमा सुसमाचार नबुझ्नुको ठुलो समस्या थियो। त्यो नबुझेको कारण सुसमाचार के हो, परमेश्वरको वचन के हो भनेर उनीहरूकोमा
कम्ती बुझाइले गर्दाखेरि के थियो त्यो समस्याहरू चाहिँ हामी आइराखेको हामी देख्छौँ। र मैले अलिकति तपाईँहरूलाई के भन्न चाहन्छु भनेदेखिलाई हामी बुद्धिस्ट नेपाली चर्चेसहरू नेपालबाट भुटानबाट जहीँबाट आए पनि हामी जहाँ गए पनि हाम्रो बुद्धिस्ट नेपालीहरूले मण्डली स्थापना गरेका छन्। हालेलुया। उनीहरू जाने नजाने पनि मण्डली स्थापना गरेका छन्, काम गरिराखेका छन्। एउटा कुरो के गरेका छन् भनेदेखिलाई उनीहरूले परमेश्वरको वचन प्रचार गर्नुपर्छ, मण्डली स्थापना गर्नुपर्छ भनेर एउटा ठुलो कन्भिक्सन लिएर तपाईँले आउनुभएको छ र हरेक ठाउँमा तपाईँहरू चाहिँ सेवा गरिराख्नु भएको छ। राम्रो कुरो छ। तर एउटा कुरो चाहिँ मण्डलीमा के भइरहेको छ भनेदेखिलाई यो कम्तीको मण्डलीमा पनि विभाजन थियो है। र आज हाम्रो मण्डलीहरूमा पनि विभिन्न ठाउँबाट पास्टर अगुवा आएको हुनसक्छ, विभिन्न ढाँचाले तपाईँ सेवा गरेर आएको हुनसक्छ। कसैले भन्छ सुरुमा पढेर सेवा सुरेको गर्ने चर्चबाट आएको हुनसक्छ, कसैले अन्तिममा प्रशंसा गर्ने गीत गाउने चर्चबाट आएको हुनसक्छ। विभिन्न ठाउँबाट भेला भएका मण्डली हुनसक्छ। कोरिन्थीको एउटा सहर थियो जहाँ विभिन्न नेपाली धेरै मान्छे आएर चाहिँ एफिसी जस्तै है विभिन्न ठाउँबाट आएर यसरी व्यापार गरेर विभिन्न ठाउँबाट भेला भएर सेवा गरेका व्यक्तिहरू थिए, विभाजन थिए। र आज हाम्रो नेपाली बुद्धिस्ट नेपाली मण्डलीमा पनि विभिन्न क्याम्पबाट एकठाउँ भेला भएर युएसमा सेवा गर्दै गर्दाखेरि हुनसक्छ तपाईँको विचार नमिल्न सक्छ होइन मण्डलीमा। तर बाइबलले के भन्छ भने हामीले मान्छेको म अपोलोसको म केफासको भन्ने होइन, तर हामीले परमेश्वरको वचनलाई चाहिँ हाम्रो आदर राखेर हालेलुया हाम्रो मेन आदर हाम्रो स्ट्यान्डर्ड चाहिँ परमेश्वरको वचनलाई राखेर परमेश्वरको वचनले के भन्छ भने चाहिँ हामी चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। अघि तपाईँले भनिहाल्नु मैले कि त्यहाँको समस्या के थियो भनेदेखिलाई चाहिँ समस्या यही थियो कि सुसमाचारलाई सही ढङ्गले बुझिराखेको थियो। दान वरदानले पर्याप्त भएको मण्डली थियो, तर ज्ञानको कमीले गर्दाखेरि सुसमाचार बाइबललाई राम्रो नबुझेकोले गर्दाखेरि चाहिँ वचनलाई नबुझेकोले गर्दाखेरि एउटा दुरुपयोग चाहिँ गरिराखेको थियो। र आज हाम्रो नेपाली मण्डलीहरूमा पनि त्यो परिस्थितिको काम भइराखेको छ। तपाईँले हाम्रो चर्चको गवाई दिन चाहन्छु। हामीले एटलान्टा नेपाली चर्च 2008मा सुरु गरेको हो। तपाईँले हेर्नु सक्नुहुन्छ हाम्रो बुद्धिस्ट इतिहासमा सबैभन्दा पहिला स्थापना भएको छ एनसी नै भनेर सबैले भन्छन्। तर 4 पटक त्यो मण्डली हाम्रो मण्डली फुटेरै गयो, मात्रै 4 पटक बेसी फुटेन, 4 पटक मण्डली फुटेरै गयो। हामीले सकेसम्म एकतामा ल्याउने है विचार गऱ्यौँ, तर त्यहाँनिर विभिन्न ठाउँबाट पास्टर भेला भएकोले गर्दाखेरि अगुवा भेला भएकोले गर्दाखेरि कहिले पनि एक भएर बस्न सकेन, विभाजन आयो। तर पनि अहिलेसम्म परमेश्वरले हामीलाई खालिराख्नु भएको छैन होइन, खाली भएको छैन। परमेश्वर धेरै मान्छे दिइरहनु भएको छ र त्यो किसिमको एउटा रहेको जुन चाहिँ स्थापित भएको मण्डलीबाट चाहिँ धेरै जवानहरूले धेरै अगुवाहरूले मण्डली फुटाएर चाहिँ एकदमै विचलित बनाइरहेको हामी हाम्रो बुद्धिस्ट समाज हामी देख्न सक्छौँ होइन। हामीले सिटिजन पार्टीमादेखि जहीँ पनि नेपाली सम्बन्धी छ मण्डली फुटिराखेका छन्। यसरी मण्डली किन फुट्छ? ठुलो समस्या थियो। अनि मैले पनि मेरो जीवनको भगाइबाट मण्डली फुटेकोले गर्दाखेरि मैले पढ्दै गर्दाखेरि मेरो किताब विशेष पनि के छ मण्डली फुटेका बारेमा। मण्डली फुट्नु बिब्लिकल हो कि होइन, किन फुट्यो भनेर त्यसको बारेमा मैले मेरो थिसिस मेरो लेखलाई पनि पढाइको लेखाइ पनि त्यही हो है। त्यसले गर्दाखेरि मैले त्यो एउटा भन्न चाहन्छु, हामीले सेवा गर्नको लागि मण्डली फुटाउनु पर्दैन। जस्तै सेवा गर्न चाहन्छ रोगसँग सेवा गर्छ भनेदेखिलाई उसले मण्डली फुटाइ बस्नु पर्दैन। जस्तै अवस्थामा उसले मिलेर सेवा गर्दछ। हालेलुया। मण्डलीमा एकै मन भएन भने विभाजन आउँछ। एकै मन हुनु गाह्रो छ, तर हामीले अगुवाले भन्ने कुरोलाई सहमति लिएर हामी बस्नुपर्छ। चित्त पर्न भने एक ठाउँमा बसेर कुराकानी गर्ने हो। अहिले अगाडि पनि त्यो स्वीकार गर्नुपर्ने हुन्छ, अरूले पनि त्यो कुरोलाई पास्टर भन्ने कुरा स्वीकार गर्नुपर्ने हुन्छ। एकलाई स्वीकार गरेर मात्रै हामी मण्डली एक भएर हामी रहन सक्छौँ। हामी कसैले कसैलाई न्याय गर्न हामी सक्दैनौँ। यीशु भन्नुहुन्छ न्याय गर्ने काम मेरो हो, हाम्रो न्याय गर्ने काम हो। हामीले भन्ने काम सल्लाह दिने काम चाहिँ
हाम्रो हालेलुया। र जुन यो अगापे मण्डली परमेश्वरले स्थापित गर्नुभएको छ, हाम्रो विशेष पास्टर मान्डवी भाइ यहाँको अगाउ हुनुहुन्छ र अर्को सहयोगीहरू हुनुहुन्छ, तपाईँ मित्र सङ्गति गर्दै हुनुहुन्छ। म के कामना गर्छु भनेदेखिलाई यो मण्डली बढ्दै गएको होस्, परिवर्तन नबढेको होस्। मण्डलीको शरीर, परमेश्वरको शरीरलाई दुई भाग पार्नु भनेको यो चाहिँ बाइबलीय कुरो होइन, बाइबलीय कुरो होइन। परिवार पुर्याउनु भन्ने कुरो बाइबलीय होइन। यसको बारेमा भोलि पछि तपाईँहरूले पढ्न सक्नुहुनेछ। मेरो एउटा के छ, विचार छ, मेरो एउटा डिजायर छ कि त्यो बारेमा एउटा किताब लेखेर, नेपालीमै किताब लेखेर चाहिँ सबैलाई थाहा होस्। किन मण्डली हुँदैन भनेर थाहा छ मेरो चाहना हो। त्यसले गर्दाखेरि यो खण्डबाट तपाईँहरूलाई म आज उत्साह गर्न चाहन्छु। तपाईँ विभिन्न ठाउँबाट विभिन्न अगुवाहरू आउनु भएको छ होला होइन। तपाईँ जहिले पनि त्यही भएर अघि बढ्नुहोस्। परमेश्वरको शरीरलाई कहिले पनि तपाईँले दुई भाग गर्ने काम नगर्नुहोस्। हालेलुया। यो घटना त यहाँ मात्र होइन, विश्वको रूपमा चाहिँ त्यो घटिरहेको हामी देख्छौँ। तर त्यो भन्दैमा हामीले फेरि पनि परमेश्वरको मण्डलीलाई, परमेश्वरको शरीरलाई चाक्राचर पार्ने, चिराचार पार्ने हाम्रो चाहिँ अधिकार कहिले पनि हामीसँग छैन। चाहिँ परमेश्वरको मन्दिर हो। यसले चाहिँ परमेश्वरको इच्छाद्वारा चाहिँ छानिएका र चुनेका व्यक्तिहरू हामी रहौँ। त्यसले गर्दाखेरि हाम्रो चित्त पढ्न भने बसेर कुराकानी गर्ने हो, नाम धीरे धीरे काम गर्ने हो। तर हाम्रो मण्डली कारण आफन्तवाद बाइबलीय हो। आफ्नो शाखा सन्तानलाई छुटेर मण्डली फुटाउने काम गर्नु हामीले हुँदैन। यो चाहिँ बाइबलले होइन है। किन होइन? बाइबल त एकै मन हुनु, एकै ठाउँमा रहनु, एकलाई प्रेम गर्नु भनेर भनेको छ नि त होइन। त्यसले गर्दाखेरि मेरो उत्साह तपाईँहरूलाई हामी जहिले पनि एक भएर के गरौँ, परमेश्वरको महिमा, उहाँको राज्यको विस्तारको लागि हामी जहिले पनि अघि बढ्ने काम गरौँ। अब अर्को पोइन्टमा जान्छु, बेसी लाग्छ ल। हुन्छ, अर्को चाहिँ पोइन्ट यहाँ म हेर्दैछु। त्यो डिजिटल बाइबलले चाहिँ समस्या चाहिँ यस्तो हुन्छ है। तर अरिजिनल चाहिँ के हो, खातामा लेखेर ल्याएको राम्रो हो। ओके, अर्को पोइन्ट चाहिँ के छ भनेदेखिलाई समस्याहरूका नतिजाहरू चाहिँ अहिले हामी हेर्छौँ। तर पोइन्ट, मानिसहरूले ख्रिस्टको सट्टामा अरू मानिसहरू पछाएका थिए। समस्या त्यो त अर्को छ, मानिसहरूको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा दिएको सुसमाचारलाई गलत प्रकारले बुझेका थिए। अच्छा, यो एकदमै इम्पोर्टेन्ट हो। त्यहाँका मानिसहरू कस्तो थियो भनेदेखिलाई मानिसको ज्ञानमा कुदिरहेका थिए। तर हामी चाहिँ मानिसको ज्ञानमा होइन, मानिसको भनाइमा होइन, तर परमेश्वरको वचनको भनाइमा हामी हिँड्नुपर्छ। मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा दिएको सुसमाचारलाई गलत प्रकारले चाहिँ उनीहरूले के थियो, बुझिराखेका थिए। यो प्रचार गर्दाखेरि हामीले होसियार गर्नुपर्ने कुरो के, बाइबलको वचन पढ्दाखेरि चाहिँ हामीले पनि पठाउँदाखेरि चाहिँ हामीले बाइबलको सन्दर्भलाई है त, यो कुन कन्टेक्स्टमा लेखेको हो, कसरी लेखेको भनेर एकदम नबुझिकन हामीले व्याख्या गऱ्यो भनेदेखिलाई चाहिँ के हुन्छ, गल्ती प्रकार चाहिँ प्रयोग भइराखेको हुन्छ। र यहाँका मान्छेहरू के थिए, उनीहरूले चाहिँ परमेश्वरको ज्ञानभन्दा पनि मान्छेको ज्ञानमा चाहिँ उनीहरू चाहिँ पछ्याइरहेका थिए। तेस्रो पोइन्ट, तिनीहरूले परमेश्वरको शक्तिमा होइन तर मानिसलाई लोभ्याउने वचन र खुबीमा भरोसा राखेका थिए। अझ कतिपय हामीले प्रकाश भन्छौँ होइन, रेभोल्युसन पाए भन्छौँ, तर त्यो रेभोल्युसन चाहिँ परमेश्वरको वचनबाट आउनुपर्छ है त। अब यो एक्साइजिसेस र आइसिजिसेस भन्ने ठुलो शब्द छ है। एक्साइजिसेसहरू यो पढ्यो, त्यहाँबाट चाहिँ प्रकाश आउनुपर्छ, त्यसको व्याख्याबाट आउनुपर्छ परमेश्वरको वचनबाट। तर हामीले परमेश्वरको वचन राखेर आफ्नो व्याख्या दिने होइन, आफ्नो प्रकाश लाउने होइन।
त्यसो भने के हुन्छ हामीले रङ इन्टरप्रिटेसन गर्यो भने चाहिँ रङ एप्लिकेसन हुन्छ गलत व्याख्याले चाहिँ के गर्छ गलत चाहिँ प्रयोग हुँदछ चौथो कुरो पवित्र आत्माको सेवालाई जसले परमेश्वरको कुरालाई प्रकाश गर्ने र प्रकट गर्छ यसलाई के छ गलत प्रकारले चाहिँ बुझेका थिए परमेश्वरको प्रकाश परमेश्वरको आत्माले कसरी काम गर्छ दान गरेर कसरी प्रयोग गर्नुपर्ने भन्ने कुरामा के थियो उनीहरूमा त्यो कुरा पनि के थियो अध्ययन थियो पवित्र आत्माको सेवालाई जसले परमेश्वरको प्रकाश गर्ने प्रकट गर्छ त्यसको लागि के थियो मान्छेहरूले गलत प्रकार चाहिँ बुझिराखेका थिए र आज कति मानिसहरूले चाहिँ परमेश्वरको दान गर्नलाई चाहिँ के गर्छ मान्छेलाई परिचय गर्ने उत्थान गर्ने रूपमा चाहिँ प्रयोग गरेका हामी देख्छौँ तर हाम्रो दान वर्णनले हाम्रो कृपाले परमेश्वरको दया हुनुपर्छ उहाँको राज्यका विस्तार हुनुपर्छ हालेलुया र अर्को अन्तिममा तपाईँलाई के भन्छ भने यी समस्याका नतिजा के त है त अनि सम्पसँग लेखेका छन् परिपक्वताको निम्ति आत्मिक वृद्धि कमी भएको हुन्छ अपरिपक्वता चाहिँ के छ आत्मिक वृद्धि कहिले हुँदैन आत्मिक वृद्धि हुनु सोचामा चाहिँ घटेर जाँदछ परमेश्वरको कामभन्दा मानिसको कामहरूको चाहिँ वृद्धि हुँदै जान्छ है त त्यसले गर्दाखेरि के छ हामीहरूले परमेश्वरको वचनको बुझाइ चाहिँ एकदम बुझ्नु धेरै होसियारसँगले बुझ्नुपर्ने हुन्छ पढ्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि हामीले पढ्नुपर्छ भन्ने काम त्यही हो होइन डिग्री पाएर डक्टर हुनु भनेको होइन तर परमेश्वरको वचनले के भन्छ भनेर त्यसको बारेमा अध्ययन गर्नु हो र अध्ययन गर्न धेरै मान्छेलाई मन पर्दैन अर्कोदेखि सिक्नु मन पर्दैन र सिकाउनु धेरै चाहन्छ सिकाउनु धेरै चाहन्छ र सिक्न चाहँदैन मानिसहरू र आज बाइबलको सही बुझाइ नभएकोले गर्दाखेरि धेरै विभाजन दान गर्नको चाहिँ कति दुरुपयोग पनि भइराखेका छन् कुनै बेला अन्य भाषा बोल्नु पर्यो कुनै बेला उद्धार गर्नु पर्यो होइन अङ्गमानी के हो एउटा के छ मान्छेहरूको विषय परिचय गर्ने म चाहिँ पनि बोल्छु भनेर परिचय गर्ने एउटा परिचयको रूपमा लिने भइराखेको छ म पनि पेन्टिकोसबाट आएको मान्छे हो म पनि अन्य भाषा बोल्छु दान बदल मान्छु अहिले हामी व्याप्ति छौँ हामी पनि बोल्छौँ तर जतासुकै बोल्दैनौँ परमेश्वर पावरले जस्तै यति के गर त्यसलाई डिसिप्लिन अर्डरले हुन्छ नि डिसिप्लिन अर्डरले हामीले प्रयोग गर्नुपर्छ परमेश्वरको वचन प्रत्येक दान प्रदानलाई भन्ने मान्यतामा बाइबललाई नै जोड दिन्छु मेरो आफ्नो विचारमा संस्थाको मार्फतमा होइन कुनैको सिद्धान्तमा होइन बाइबलले के भन्छ पावलले के भन्छ त्यो आधारमा चाहिँ दान प्रदानलाई र हाम्रो खुबीलाई चाहिँ उहाँको बाइबललाई हामी के हुन्छ प्रयोग गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि हामीलाई परमेश्वरले ख्रिस्ट यीशुमा हामीलाई एक गर्नुभएको छ हामी परमेश्वरको शरीर हौँ है यो नाकलाई हाल्छु भनेर हुँदैन यहाँ रहनुपर्छ होइन मण्डली पनि विभिन्न शरीर विभिन्न अङ्गहरू हामी हौँ र मण्डलीमा एउटा शरीर हो यो परमेश्वरको शरीर हो र हामी सबै शरीरले सबै अङ्गले मिलेर परमेश्वरको महिमा गर्नुपर्छ उहाँको राज्यको विस्तार गर्नुपर्छ उहाँको नामलाई माथि उच्च गर्नुपर्छ त्यसको लागि परमेश्वर तपाईँले मलाई दान बढाइ दिनुभएको छ यो अवसर दिनुभएको छ हालेलुया धेरै पढ्नुपर्छ भन्ने होइन होइन पढ्नु नजान्ने पनि सुनेर पास्टरबाट बुझेर हामीले दान वर्णनलाई सही ढङ्गले प्रयोग गर्न सक्छौँ सिक्ने चाहना हामीले राख्नुपर्छ सिकाउने मात्रै होइन भन्न चाहन्छु म चाहिँ यहाँबाट त्यसो अगुवाहरूलाई आमाको सबैलाई सिकाउने मात्रै होइन सिक्ने पनि चाहना राख्नुपर्छ पहिला पहिला हामीलाई के हुँदो थाहा छ नपढ्दाखेरि पहिला सुरुमा अलिकति कहाँबाट बस्न सुनेर यसो टिप्पणी गरेर ल्याएको हुन्थ्यो कहिले यसो ल कहिले पछाडि गरौँ भनेर आमा गक्कड हुन्थ्यो अनि पछि बाटो पढ्दै गएपछि त आहा बस्न नदिनु हुन्थ्यो जस्तो लाग्छ क्या बस्न धेरै पढ्नु पऱ्यो तयारी गर्नु पऱ्यो है अब यो बस्न मैले त्यति धेरै प्रसाद के यसलाई मैले के भन्छ त्यति धेरै मैले यसलाई प्रिपेयर गर्नु पाइनँ अस्तिदेखि टाउको रहेछ मलाई कहिले मेरो त्यो सिध्याउने
ठुलो बोझ राख्नुभएको थियो मेरो त्यो पढाइ सुधार्नुको लागि। महिनौदेखि टाउको ठुलो बोझ थियो, के गर्ने गर्दा अनि यस्तो भर्खरै मात्रै त्यो बोझ राखिसक्यो। अझै ठुलो बोझ आयो बिचराको। अब डक्टर भन्छ म हेर बसेर जाँदैन त मरले भने के गर्ने, पढ्नु पनि लगाएन भने के गर्ने, झन् ठुलो बोझ फेरि ठुलो समस्या। डक्टर ठुलो ठुलो आशा राखेको छ, तर हामीले पढाइ जाँदाखेरि केही पनि हुँदैन रहेछ, केही पनि जाने गरेन हामीले। अझै पढ्नु पर्ने रहेछ। अब पढाइ सुरु हुन्छ, मेरो बाइबल पढाइ अब सुरु हुन्छ, किताब पढाइ अब सुरु हुन्छ। किनभने अब थाहा भयो कि हामीले के जाने रहेछ, होइन ती के रहन्छ थाहा है जस्तो लाग्छ क्या। त्यसै लागि अलिकता जाँदाखेरि धेरै चाहिँ जाने जस्तो हुन्छ हामीलाई, तर अलिकता तपाईँ खोज्दै जानु भएपछि हो म अलिकता केही मैले सिक्नुपर्ने छ भन्ने तपाईँलाई चाहना हुँदै जानेछ। हालेलुया। मेरो इच्छा छ तपाईँ मण्डलीको अगुवा डिकन बाबुहरू, आवाज समितिका अगुवाहरू, गाउँ समितिका अगुवाहरू, बाल समितिका अगुवाहरू सिकाउने मात्र होइन, सिक्ने पनि चाहना राख्नुहोस्। हालेलुया। किनभनेदेखि कम्ती जाँदाखेरि धेरै जाने जस्तो हुन्छ र उफ्रिहाल्नु पर्नुपर्छ क्या। अलिक भर्दै गएपछि त अलिकति धेरै गाह्रो, अलिक अप्ठ्यारो हुन्छ, साह्रो पर्छ हामीलाई होइन। अब किनभने अब धेरै गाह्रो छ, अप्ठ्यारो लाग्छ। अब कसरी गर्ने के गर्ने होइन। अब हुनु पनि भयो अब नजान्दाखेरि त गाडीको नियम जाएन भने नि नजान्दाखेरि कहाँ लाग्दा रोक्नुपर्छ, कति स्कुल गर्नुपर्छ भनेर नजान्दाखेरि त गाह्रै हुँदैन क्या। जहाँसम्म बदल हुन्छ नि त होइन। जबसम्म टिकट पाइँदैन तबसम्म त जहाँ बदल भयो। टिकट पाएपछि एक्सिडेन्ट भएपछि के हुन्छ, ओहो त्यो बाटो गएर हुँदैन रहेछ, लाइटमा रोक्नु पर्ने थियो रहेछ, अनि पनि चाल पाउँछ। त्यसले गर्दाखेरि त्यस्तै हो कि अलिकता तपाईँले जान्दै गएपछि तपाईँलाई अझै पनि सिक्नु तपाईँले इच्छा हुन्छ। र आज मण्डलीमा हामीले मैले पढ्यो भनेको तर बेसी बेसी पढ्नु पऱ्यो, तर बाइबललाई पढेर तपाईँले व्याख्या कसरी गर्ने, अप्लाई कसरी गर्ने भन्ने कुरो है। तिनवटा चारवटा विषयलाई तपाईँ राम्ररी पढ्नु भने हामी सबैले परमेश्वरको वचनलाई सही ढङ्गले चाहिँ व्याख्या गर्ने, इन्टरप्रेसन गरेर अप्लाई गर्ने सिक्नु भयो भने धेरै तपाईँलाई सहायता हुनेछ। र यो करन्थीको मण्डली जस्तो, करन्थीको मण्डली राम्रो थियो, दान बदलले भरेको मण्डली थियो, र पनि के थियो उनीहरूकोमा सुसमाचार बुझाएको कमीले गर्दाखेरि धेरै समस्या भइराखेको थियो। र आज हाम्रो नेपाली मण्डलीहरू पनि त्यो दशा नहोस् भन्न चाहन्छु। र आजको तपाईँहरूको पास्टरहरूले धेरै दुःख गरेर तपाईँहरूलाई पढाइराख्नु भएको छ, सिकाइराख्नु भएको छ है। र उहाँबाट तपाईँले सिक्नुहोस्, अनि सिक्ने इच्छा राख्नुहोस्, पढ्ने इच्छा राख्नुहोस्। सुसमाचार बिना, बाहिरको वचन बिना पवित्र आत्माको कामले हुँदैन। जब पवित्र आत्माको काम त्यतिखेर भयो जब वचन चाहिँ प्रचार भएर ठाउँ ठाउँमा पुग्यो। हालेलुया। प्रचार गरेपछि पो बत्तिसमा भयो त पवित्र आत्मा होइन, पवित्र आत्मा आउनुभयो, दान प्रदान आयो। सुसमाचार बाइबल चाहिँ हामी बुझ्नु धेरै निरन्तर आवश्यक छ। र आजको वचनमा अगापे चर्चलाई परमेश्वरले आशीष दिउन्, दान प्रदान भरिएर विभिन्न खुबीबाट परमेश्वरको मण्डली उत्थान र बढोस् भनेर प्रार्थना गर्न चाहन्छु। र यस मण्डलीले परमेश्वरले धेरै धेरै आशीष दिनु प्रार्थना गर्छु। परम पवित्र परमेश्वरको धन्यवाद चढाउँछौँ। आज हामीले फेरि पनि करन्थीको मण्डलीको अवस्थाबाट हामीले शिक्षा लिइराखेका छौँ, जहाँ मण्डलीमा धेरै अन्य भाषा बोल्ने, अगमानी बोल्ने, विभिन्न दामबाट भएका खुबीका मान्छेहरू त्यहाँनिर थिए, भरिभराउ थियो। तर प्रभु उनीहरूले तपाईँको सुसमाचारलाई सही ढङ्गले नबुझेकोले गर्दाखेरि अनि प्रकाश कहाँबाट आउँछ, दान बदल के हो, कहाँ कसरी प्रयोग गर्नुपर्छ भन्ने बुझाइ नहुँदाखेरि ठुलो समस्या, विभाजन भइराखेको थियो। तर आज तपाईँ परमेश्वरले हाम्रो यी मण्डलीमा एकता दिनुभएको छ। हरेकले एकले अर्कालाई सहेर अघि बढ्न सकौँ। तपाईँको वचनलाई सिक्ने,
इच्छा मन दिनुहोस् ताकि सही परिकारले परमेश्वरको वचनलाई व्याख्या गरेर अनि आफ्नो जीवनमा लागू गरेर तपाईँ परमेश्वरको महिमा तपाईँको राज्यको विस्तार हुनुहोस् भनेर भित्र प्रार्थना गर्दैछु। धन्यवाद यस मण्डलीमा धेरै आशिष दिनुहोस्, सबै महिमा तपाईँलाई होस्। धन्यवाद तपाईँ परमेश्वर हामीले ल्याउनु भयो, उहाँहरूसँग सङ्गति गरेर मौका दिनुभयो। धन्यवाद तपाईँ सबै कुरोको लागि यीशुको नाममा आमेन। धन्यवाद छ जय मसीह। यो समय सजाउनलाई एउटा गाह्रो भयो। हालेलुया। हुन्छ, आजको वचनद्वारा हामी धेरै आशिषित भएका छौँ। आउनुहोस् हामी ठुलो ताली बजाएर कसको हामी धन्यवाद दिन्छौँ। हुन्छ, अब हामी